चामलको पिठो यो भर्खर पिसाएर ल्याइने हामीले रोटी बनाउन। है घिउ हामी चाहिँ रोटी पोल्नु लागेछौँ। के रोटी हो लास्टमा हेर्नु होला, अहिले भन्दिनँ है। राखेर भ्याएपछि खुँदो चाहिँ यस्तै राख्नुपर्छ है। खुँदो गाउँको अर्ग्यानिक खुँदो है यो। कति राख्ने, भोलि राख्नुपर्छ क्या, आधी चढाउनु मिल्यो। यो ऐनामा मजाले फिटेर गराउनु पर्छ। दोकानमा मान्छे हान भाइजू। ए खुँदो उम्रेर यस्तो भयो है। यसमा पिठो राख्ने अब ल है। यहाँ पिठो राख्नु सुरु भयो खुँदोमा। पिठो राखेर घोले गर्नुपर्छ। आगोमा गराउनु भने उयो हुन्न क्या, के गराउने र निकालेर उम्लेकोमा यस्तो बल बनाएर पिठो राखेर यसरी बनाउँछौँ है हामीले गुन्द्रुकको खुँदो। यसलाई मजाले फिटेर खोल्नुपर्छ। अब भइसक्यो है, यो चाहिँ बनाउन लगाइसक्यो रोटी बन्नको लागि। अनि हामीले यसरी आउँछ भनेर घिउमा डुबाएको छौँ है। अब यो चाहिँ बनाउनको लागि रेडी भइसकेको छ। केराको पातमा बनाउने अरे के हो फेरि होइन। ओहो कति राम्रो गोलो भएको हो। त्यो मजाको भएको छ खुँदो रोटी। आउनुहोस् है खान। बल्ल भएको त्यो लागेछ यहाँको क्या अलिक उसको हातमा नै। फाइनली हाम्रो रोटी यस्तो बनेको छ। हेर्नु होला कस्तो बनेको छ, कमेन्ट गर्नु।